प्रधानमन्त्रीज्यू एउटा प्रश्न गृहमन्त्री फेरबदल गर्न लाग्नु भएको हो प्रधानमन्त्रीज्यू गृहमन्त्रीज्यू डिआइजी बडुवामा के छलफल भइरहेको गृहमन्त्रीज्यू अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने अनि नीति खेलकुद सम्बन्धी के निर्णय भयो तपाईँ जेनजीको तर्फबाट पनि मन्त्री बन्नु भएको छ पहिलो क्याबिनेटको बैठकको अनुभव सुनाइदिनुबाट गरिएको छ जेनजी मन्त्री जुन आम जनताहरूले माग्नु भएको थियो क्याबिनेटको बैठकपछि प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै हुनुहुन्छ जेनजीसँगको छलफलको लागि बलुवाटारतर्फ जाँदै हुनुहुन्छ कहाँ गएको तपाईँहरू म कहाँ पुगेको छैन हामी त्यहीँ बसिरहेको त्यही भएर हो कि यहाँ अगाडि पनि बिगार्दै हो पछाडि सर यताबाट जानुपर्ने हुन्छ हजुरहरू हुन्छ अब बाटो प्रधानमन्त्री सुशीला कार्की बारे निस्किसक्नु भएको छ प्रधानमन्त्रीज्यू एउटा प्रश्न गृहमन्त्री फेरबदल गर्न लाग्नु भएको हो प्रधानमन्त्रीज्यू गृहमन्त्री फेरबदल प्रधानमन्त्रीज्यूले कुनै पनि जवाब यहाँबाट निस्किनु भएको छ म तपाईँलाई देखाउन चाहन्छु पछिल्लो समय चर्चामा रहेको गृहमन्त्री ओम प्रकाश अर्याल फेरबदलको जुन विषय बाहिर उठिरहेको थियो त्यो विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग प्रश्न गर्दाखेरि उहाँले कुनै पनि जवाब नदिएरै निस्किनु भएको छ म तपाईँलाई देखाउन चाहन्छु भन्नुहोस् न गृहमन्त्रीज्यू डिआइजी बडुवामा के छलफल भइरहेको गृहमन्त्रीज्यू गृहमन्त्री ओम प्रकाश अर्याल क्याबिनेटको बैठकबाट बाहिरिँदै हुनुहुन्छ उहाँलाई पछिल्लो समय यो एसएसपी बडुवामा जो 4 जना एसएसपीबाट डिआइजी बडुवा भएको थियो त्यो बडुवामा चाहिँ व्यापक असन्तुष्टि रहेको विषयमा उहाँलाई प्रश्न गर्दा उहाँले कुनै पनि प्रतिक्रिया दिन चाहनु भएन उहाँले कुनै प्रतिक्रिया नदिकन मौन रहेर यो प्रधानमन्त्री कार्यालयबाट मन्त्री परिषदको बैठकबाट बाहिर निस्किनु भएको छ मन्त्रीज्यू पहिलो बैठक होला यहाँको क्याबिनेट केही भनिदिनु न के निर्णय भयो खेलकुद सम्बन्धी के निर्णय भयो तपाईँ जेनजीको तर्फबाट पनि मन्त्री बन्नु भएको छ पहिलो क्याबिनेटको बैठकको अनुभव सुनाइदिनुबाट गरिएको छ जेनजी मन्त्री जुन आम जनताहरूले माग्नु भएको थियो केही कुरा भनिदिनु मन्त्रीज्यू पहिला काम गरौँ होइन अनुभव जस्तो आजको बैठकको अनुभव पहिलो बैठक थियो तपाईँको मन्त्री परिषदमा ठिक छ हामी त्यसमा लागिरहेको छौँ के निर्णय भयो आज भन्नु त खेलकुदको हजुर खेलकुद क्षेत्रको के निर्णय भयो आज होइन अहिले हामी प्रोसेसमै छौँ तपाईँहरूलाई जानकारी गराउँछौँ छिट्टै जानकारी गराउँछौँ अल द बेस्ट भित्र सुरु भइसक्यो
नवनियुक्त खेलकुद मन्त्री क्याबिनेटको पहिलो बैठकबाट भाइदिँदै गरेको दृश्य मैले तपाईँलाई देखाइरहेको छु। अगाडि त सम्पन्न गर्नै गाह्रो हुन्छ प्रशासनिक कुराहरूमा हो निर्णय केही भएको उहाँले के ठुलै निर्णय गर्यो भने थाहा नै। मन्त्रीज्यू, हजुर शिक्षा मन्त्री हुनुहुन्छ, अहिलेसम्म त्रिभुवन विश्वविद्यालय नीति तथा कार्यक्रम धरि ल्याएको छैन, के भन्नुहुन्छ? अब त्यो त प्रयास गर्दैछन् त्यहाँ तिनीहरूले होइन। अब त्रिभुवन विश्वविद्यालयमा अलिअलि भुइँचालो ल्याउनु पर्ने। अनि नीति बेगरको कस्तो हुन्छ भुइँचालो? नीति बेगरको भुइँचालो कस्तो हुन्छ मन्त्रीज्यू? अर्को गाडीमा छिरिएछ मन्त्रीज्यू के निर्णय भयो, केही कुराहरू अलिकति आजको निर्णयको? तपाईँहरू उता आउनु भएन मेरो अलिकति यता रहेर थिएन। खास गरेर अरूभन्दा पनि केही कुराहरू भन्छु। सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 को अनुसूचित 2 मा हेरफेर गर्ने, जसमा स्वकीय सचिवालयको दरबन्दी घटाउने निर्णय भएको छ। त्यस्तै गरेर अर्को निर्णय, राष्ट्रिय सभा सदस्यको रिक्त पदपूर्तिका लागि 2082 माघ 11 गते आइतबारको दिन निर्वाचनको मिति तोक्ने निर्णय भएको छ। त्यस्तै कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोशल डेभलपमेन्ट विषय कार्यक्रममा सहभागी हुन सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलको नेतृत्वमा 2082 कार्तिक 17 देखि 20 गतेसम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको छ। र त्यस्तै गरेर अर्को, छापाखाना र प्रकाशन सम्बन्धी दोस्रो संशोधन नियमावली 2082 स्वीकृत गर्ने निर्णय भएको छ। यस अन्तर्गत अब अनलाइनको जुन दर्ता र नवीकरणको इस्यु थियो त्यो चाहिँ अब हुनेछ र यो नियमावली अब आज स्वीकृत भएसँगै राजपत्रमा प्रकाशित हुनेछ र त्यस पछाडि अब दर्ता र नवीकरणको प्रक्रिया चाहिँ कार्यान्वयन अगाडि बढाउन सकिनेछ। धेरै धन्यवाद है।